नमस्ते सम्पूर्णलाई। आज म चाहिँ सानैदेखिको बाँसको बनाइन्थ्यो। आज म चाहिँ अलग किसिमको अलग तरिकाको बाँसुरी बनाएर देखाउन गइरहेको छु। बनाइ चाहिँ सकेको, यसलाई चाहिँ मैले तपाईँहरूलाई देखाउन मात्रै यो भिडियो प्रस्तुत गरेको छु। यो चाहिँ सी बेसको चाहिँ बाँसुरी मैले आफ्नै हातले बनाएको। यसमा चाहिँ बाहिर चाहिँ एल्युमिनियमको कभर छ भने भित्र चाहिँ यो रबर छ, यो पिभिसीको चाहिँ एकदमै मैले मिहिनेत गरेर बनाएको छु र स्वर पनि एकदमै राम्रो छ यसको। देख्न सक्नुहुन्छ दुवैपट्टि। यो चाहिँ अब मैले पहिलोचोटि कस्तो हुँदो रहेछ भन्ने यस्तो गरेँ, तर ट्राई गरेको। भित्र यो रबरको मात्रै पनि बज्न चाहिँ बन्द, अहिले अर्कै आवाज आएको कारणले गर्दा यो चाहिँ मैले अलिक मिठास आवाज मिठो खालको दियोस् भनेर चाहिँ यस्तो खालको बनाएको। देख्न सक्नुहुन्छ यो चाहिँ लगभग मैले अब बनाएको चाहिँ अरूले यो चाहिँ त्यति बनाएको नहुन नि सक्छ। यसरी चाहिँ मैले पहिलाचोटि बनाएको। अर्को पनि छ मसँग, यो अर्को पनि छ, अर्कोलाई पनि बनाएको छु यस्तै सिस्टमले। यो चाहिँ सी नेचुरल फ्रुट हो। यो चाहिँ एकदमै यस्तै देख्न सक्नुहुन्छ। यो चाहिँ यो पनि मैले आफ्नै हातले बनाएको।